फेरि भन्न यहाँ नखिचेछ युकेबाट चाहिँ अब सीताले मलाई ल्याइदिएको है खै त कान्छी भयो नि भनेको कान्छी भडनीले चाहिँ ल्याइदिएको अब म यो फुकालेर अनबक्स फुकालेर लगाउने के भन्छ अरे अनबक्सिङ म अनबक्सिङ गर्दैछु है नाम चाहिँ ल हेर्नुहोस् त सेकोन्डा हो कि लाउने मान्छे सेकोन्डा हो सेकोन्डा घडीको रहेछ है ल राम्रो त छैन के मेरो प्रेजेन्ट त पुछौ अनबक्सिङ गर्दैछु है ल हेर्नुहोस् है तपाईँहरूले एकदम ल हेर्नुहोस् त मजाले भित्र डायल एकदमै मलाई मन ल कान्छी भरि लगाइदेऊ त पुसौलाई ल अब हाम्रो पुसौले रक्सी खानुहुन्न गरे रक्सी किन खान्छु नि खानुहुन्न होइन रक्सी ल्याइदिने कुरा क्या रक्सी नै ल्याइदिनुको लागि त्यही भएर रक्सी खाने रक्सी पाए के अरे रक्सी नखानेले घडी पाए घडी पाए र देखाउ यता ल किन यो चल्दैन त बनाउनु पर्छ नि यहाँ लक छ यो खोल्नु पर्यो यहाँ त्यो हुन सक्ने सम्भावना बढी छ ल है त ल थ्याङ्क यू भेरी मच भोलि चाहिँ जाडो होला तर यस्तो गर्ने यसरी हिँड्दै है भित्र बसेर माथि आउँछ लाउने बानी थियो यस्तो यहाँसम्म लाउने बानी छ कि अनि तर आजभोलि घडी जानु चलन छैन खोल्टीमा हाल्नु चाहिँदा चाहिँदैछ चेनै नभइदियो भयो फेरि थ्याङ्क यू भन थ्याङ्क यू भन भरनीलाई म चाहिँ अब लुगा लाउनुहोस् है के कति लुगी दिन्छ भन्ने ओके म्याडम उसलाई लगाइदिनुहोस् के अरे उमादेवी जुजाली रोका रोकाको भाग हो उहाँले त्यो लाउनुहुन्छ होला भन्ने मलाई लागेको छ के हो यो कुर्ता नचिनी उगने बेला त ओके नि हुन त त्यो स्ट्याटसहरु उनीहरूले कसरी लेखेर हाले हुन्छ नि निवर्तमान त हो नि त पनि हाम्रो त यो पो राम्रो रहेछ यो पो राम्रो रहेछ भन्ने हुन्छ नि त एकपल्ट गर्दा सबै गर्दा छ हो नि त हो नि फलो गरिराखेर त अरू प्रति त नेगेटिभ नै हुन्छ हैन त्यो चाहिँ कस्ता मान्छे नेगेटिभ हुन्छन् भने जसले एनालाइसिस गर्न सक्दैन नि त्यस्तो चाहिँ हुन्छ त्यस्तो चाहिँ हुन्छ कहिले त अब हामीलाई लाग्छ कि अब यो पनि राम्रो हो यो पनि राम्रो हो यो पनि राम्रो जस्तो लाग्छ नि त नि एउटा पार्टी खोल्ने सल्लाह होइन कलेजको लेक्चरको कुरा अब डेन्जर हुन्छ नि अध्यक्ष के रे सभापति उपसभापति सबै अब के खोलौँ गरे एउटा खोली क्यामेरा यता फोकस हाल्यो भने एउटा अब यहाँ मकै छ गरे मकै चिन्न राखौँला मकै चिन्न चिन्न त मेरो भोटर कार्ड छ अहिले बनाउँदै ल अहिले जाने है गाडी रिजर्भ गरेर सच्ची हल त बोलाउन जाने पनि भयो जाने जाने अहिले ल जसै पनि सबै जाने मजाले टक्क तिमीहरू चाहिँ त्यहाँबाट हाम्रो बिमा झार्थ्यौ तिमीहरू त्यही गाडीमा मरण जाऊ भोट हालेर फर्क्यौ त्यहीबाट सिधै आउने साँच्चै हो क्या एकछिन बोक्यो हो नि मैले त एकदम गर्नै पऱ्यो क्या सीता पूजा एभ्री भोट काउन्ट्स मेरो भदनी त्यो चाहिँ गर्नुपर्छ कहिलेतिर भोट गर्ने 21 गते भन्छ तर अब आउने 21 गते भन्छ तर अब खै के हुन्छ र अझै खै हुन्छ र भन्ने सबैको त्यही छ मेरो पनि अब सबैको प्रश्न त्यही छ अहिले त्यो ठ्याक्क पुलमा हो राम्रो नराम्रो कुरै होइन हामीमै भएको सब भएको कुरा ठुलो कुरा हो क्या ल बाई बाई फेरि भेटौँला राम्रोसँग बस्छ ल ल ल हुन्छ राम्रो बस्छ आशिक नमस्ते ल बाई राम्रोसँग जाऊ है ल फेरि आऊ है फेरि आउँछौँ भेरी सुन मलाई त रुन आउने रुन
मलाई त रुन ल्याउनु फगाउनु ल्याउनु अरू रोयो भने कसले रोयो भन्ने छ त तर म हाम्रो के अरे ठुलो मामासँग यति रोएँ के कहाँबाट आउँथ्यो के फुपू त्यो मामालाई देखेर त अरूभन्दा नि त छुट्टिने बेला उनलाई के भन्न मन लाग्यो च्याराप्पै समाउने के भनेको त गर्ने के मामा भनेर सोधेँ कि मैले भन्दा त गर्ने कि बिचरा आउने त्यो भन्नु खोजेको क्या आफूले म सबै ठिकै छु भन्दा त अलि रिल्याक्स भएर यसो गरेर बस्नुभयो कि अनि त्यो उसले पनि बुझिन्छ नि त मान्छेको जात अब म त यस्तो गाह्रो भएर यार ल बाई 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 हजुर बिहान नाति भन्नु अब यता भाग्नु पर्यो ल बाई बाई